जान्छु चुनाव भनेर तामझाम गरेर सबै प्रकारका ठगहरू लुसिफरहरू धाक नलगाए हुन्छ। अहिले त यति ठुलो हमला भयो कि सरकार अपदस्थ गर्नेदेखि लिएर आगो लगाउनेदेखि लिएर मुलुक जलाउनेदेखि लिएर अब अहिले मुलुक जलाउनेहरू गर्वका साथ जलाए हामीले गरेका हौं हामी जिम्मा लिन्छौं भनेर जिम्मा लिनेले हाम्रो घर बनाउनु पर्दैन। जलाएका घरहरू क्या जिम्मा लिने भने हाम्रा घर जलाएको रहेछ त उनीहरूले हामी जिम्मा लिन्छौं भनेपछि त्यो घर बनाउनु पर्दैन। संसद भवन बनाउनु पर्दैन, सिंहदरबार बनाउनु पर्दैन, सर्वोच्च अदालत बनाउनु पर्दैन, अदालतका भवन बनाउनु पर्दैन, पार्टी कार्यालयहरू बनाउनु पर्दैन, प्रदेशका भवनहरू बनाउनु पर्दैन, अरू उद्यमी व्यवसायीका उद्योग व्यवसायहरू ध्वस्त पारेको त्यो गर्नु पर्दैन। तिनैका डाको ठुला छन्। फेरि कोही कोही केपी ओलीसँग लड्न जान्छु चुनाव भनेर तामझाम गरेर हामीले नचिन्ने खालका नोट लिएर पुगेका छन् निर्वाचन क्षेत्र। अब यी त हामी झेली राखेकै छौं, तर हामी भनिदिन चाहन्छौं हामी प्रतिक्रियावादी शक्तिहरूका दया माया कृपाले यहाँसम्म आइपुगेका होइनौं, टिकेका होइनौं। संघर्ष गरेर यहाँसम्म आएका हौं, संघर्ष गरेर यहाँ टिकेका हौं, संघर्ष गरेर टिक्छौं, संघर्ष गरेर जित्छौं, सफल हुन्छौं, देशलाई सफल बनाउँछौं। नेपाल हार्दैन, नेपाललाई हार्न दिँदैन, किनभने यहाँ नेकपा एमाले छ। नेपाल हार्दैन, नेपाललाई हार्न दिँदैन। सबै प्रकारका ठगहरू लुसिफरहरू धाक नलगाए हुन्छ। नेपालका युवाहरू अलिकति बाटो बिराउन खोजिया छन्। हामीले भन्नुपर्छ, समालोचक देवी नेपालजीले भने जस्तै तिम्रै आयुभित्रबाट इतिहासलाई नाप्न नखोज। इतिहास अलिक लामो छ, पहिले पनि इतिहास थियो। पहिलेको इतिहास पढ, ब्याचलर मास्टर्स या पिएचडी गरेर मात्रै हुँदैन, देश पढ।